यो चाहिँ माथि मगर गाउँ प्लस यहाँ सबै हाम्रो यो मगर गुरुङ तामाङ मगर सबै मिसिएको गाउँ छ। अब यहाँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अहिले गाउँ छोडेर सबै बजारतिर बसेको हुनाले यहाँ मन्दिरहरू नि देख्न पर्यो। तपाईको लागि हामीले यहाँ गर्लफ्रेन्ड हेर्न आएको अब बिहा गर्ने भनेर यहाँ गाउँमै रिताएर कहाँ मोरिचे त्यसलाई मैले यो घरमा देखेको थिएँ। अब आउने मङ्सिरमा परिपक्का अब के अरे यत्रो जन्ती बोकेर आउँदा पनि यार आउनै मान्दिने यार त्यो लेखेको हुन्छ जुरेको के भन्छ नि त त्यस्तै होला नि त। अहिलेसम्म जुरेको छैन होला नि त निधारमा काठमा बोकेर आउनु पर्ने हो तिमीलाई माग्नु अब बुझ्नेलाई साह्रै काफी छ भन्दै अब सोचे बोकेर आउनु पर्ला है फेरि। हाम्रो यस्तो छ है गाउँतिर मकै अब फल्न लागिसक्यो फुल फलिसक्यो अब कालो हिँड्दा ओह्रालो झर्दा कस्तो मजा आउँछ है। सास फुट्ला यस्तै भयो थियो होला बिचरा माया लाग्थ्यो के गर्थ्यो अलिअलि हिँड्ने गर्नुपर्छ त्यही भएर। रौसी त अब तिमीले भन्दा मैले धेरै खान्छौ तिमी त कहिले खान्छौ बर्थडे जसरी खान्छ। यसले पाथी त हाम्रो गाउँमा यसलाई सुन्तलाको बोट भन्छ दाइ के को पाथी अब के गर्ने त नि अब राजा घिउ पाएन अब घिउ नपाएको खण्डमा अब के गर्ने होला अब विचार गर्नु होला। हाम्रो गाउँमा हेर्नु यता यसलाई चाहिँ के भन्छ भने यो त तरकारी खान्छ है कसम यो भनबाडी भन्छ यही खानी हो नि। यहाँ त गाउँमा त नुन र तेल भयो कि यहाँ त तेल पनि अब तल चाहिँ यहाँबाट ठ्याक्क हाम्रो गाउँको स्कुल है राजा ल हेर्नुहोस् बच्चाहरू ठ्याक्क छुट्टी भयो। 2 गाउँको स्कुल 3 गाउँको पारी मेप्रङ गाउँ छ। मलाई पनि तिमीलाई एउटा यस्तो योबाट चाहिँ तल मेरो गाउँ मेरो जन्मस्थल यहाँ गाउँ पारी मेप्रङ गाउँ भनिन्छ। पारी मेप्रङ गाउँ अब यो वारी तल स्कुल यता समाजघर यहाँ झार परेको छ समाजघरमा है। यो चाहिँ हाम्रो बिहे बर्तन अब यो के भन्छ अब अनि पछाडि निलो होमस्टे देखेको चाहिँ हाम्रो घर मेरो ड्रोन उडाइदिनु लिएर आएर उडायो नि त हेलिकप्टर उडाउ नि त हामी यसो घुमघाम गरेर भित्र घरमा राख्थेँ के अरे यसो म जल्दी हिँड्नेलाई भिडियोहरू गरेर हिँड्थेँ मलाई हुन्थ्यो के अरे अब त्यो घरको फेरि कति लामो यो ल अहिले भेटौँ।